नमस्ते साथीहरू। आज म ड्राई फ्रुट्स र गुदको लड्डु बनाउन गइरहेको छु र यसमा चाहिने सबै सामग्रीहरू जुनले यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ र तपाईहरूले जुन पनि बियाहरू जस्तै तिल सनफ्लावर सिडहरू राख्न सक्नुहुन्छ र हामीले अब एउटा प्यानमा घिउ तताउँ र अघिको गुदलाई थोरै थोरै गरेर मजाले फुर्नी गरेर र मजाले पाक्ने गरेर प्यानमा पकाउँ र यसरी फुराएर एउटा भाँडामा निकालौँ। र अब त्यही कराईमा अघि देखाएको बिउहरू सबै राख्नुहोस्। जुन पनि बिउ हजुरहरूलाई मनपर्छ तिल जस्तो बिउ भए पनि राख्नुहोस् र ड्राई फ्रुट्सहरू मजाले हल्का ग्राइन्ड गरेर त्यो पनि त्यसमा हालेर मजाले एकछिन 2-3 मिनट जति चलाउनुहोस् र हल्का ब्राउन हुन पाएपछि त्यसलाई बाहिर निकालिदिनुहोस्। र अब हामीले त्यही प्यानमा हल्का थोरै घिउ राखेर सुजी राख्छौँ र सुजी पनि हल्का फ्राई गरौँ। सुजी पछि हामीले त्यही प्यानमा फेरि हामीले बेसनको पिठो पनि हालेर त्यसलाई मजाले 3-4 मिनटसम्म थोरै घिउ हाली मजाले त्यसलाई फ्राई गरौँ। फ्राई गरेपछि यो यस्तो कलरको हुन्छ र त्यसपछि हामीले त्यहाँ राखेको सक्खर किसमिस र यो खजुर पनि हालेर त्यसलाई चलाउँ। एकछिन सानो आगोमा चलाएपछि त्यो सक्खर र खजुर मजाले आफै पग्लिन्छ र माथि देखाएको जस्तो देख्न सक्नुहुन्छ। त्यसपछि अघि हामीले फुराएर राखेको गुदलाई पनि त्यसमा हालेर मजाले चलाउँ र थोरै यो नरिवलको धुलो पनि अघि नै हामीले त्यो भुटेर राखेको ड्राई फ्रुट्सको धुलोहरू पनि त्यसैमा मिसाएर मजाले मिक्स हुने गरेर चलाउँ। र त्यसपछि हामीले यस्तो सानो सानो डल्लो बनाएर खाँदा मिल्छ र यो यत्तिकै डल्लो नबनाइकन खाँदा पनि एकदम मिठो हुन्छ। थ्याङ्क यू।